हेलो साथीहरू, वेलकम टु आवर च्यानल। सबैजनालाई नमस्ते। हामी चाहिँ कुकिङ गरिरहेछौँ, सानो भ्लग बनाएको। अब कुकिङ गरिरहेछ मेरो बुढाले उता सब्जी उता ए छोपिरहेको छ सर। अब चाहिँ के गर्नुभएको भनिदिनु होला। बाबालाई चिकन चिकनको सब्जी बाबालाई, हामीलाई त पोर्क भइगयो। म चाहिँ यहाँ खालि क्यामेरा खरियाउने मात्रै मात्रै हो, सबै मेरो बुढाले गरिदिइहाल्छ हो। होइन आज एक दिन हो, अरू बेला उसले गर्छ। म काममा गएको बेला पकाएर दिन्छ बिहानै फेर किनकि विकेन्डमा त यसो अलिकति हेल्प गरिदिन्छ। बस्नु पऱ्यो नि त। तर मैले हिजो नि पकाएको, आज चाहिँ उसले पकाओस् भन्दा उसलाई दिएँ। मैले मिठो पकाउँछ अरे मासु, त्यही भएर किनकि मलाई पहिले हिउ कि आएर चाहिँ मलाई त्यति मिठो लाग्थेन। मैले आएपछि चाहिँ उसले पकाएको मलाई मिठो लाग्नु थाल्यो, किनकि उसले चाहिँ देब्रे हातले गर्छ नि त। त्यही भएर मलाई देब्रे हातले गर्छ, काट्छ, पकाउँछ, खान्छ देब्रे हातले। पनि धुन्छु देब्रे हातले, होइन है दाहिने हातले। खोइ अब के थाहा त, अब तपाईँले होइन आफूले कुन हात चलाइन्छ भात सब्जी खाइन्छ। यसो हामी दुईजनाको भिड राम्रो लाग्यो भने प्लिज माया देखाइदिनु होला। माया गर्छु तर तपाईँहरूले हामीलाई चाहिँ धेरै माया गरिदिनु होला, त्यही भन्न चाहन्छु। ओके बाई। के को बायो हो, कन्टिन्यू सर्भिस पाएको छैन सब्जी। अन्त म अझै लामो बनाउनु भिडियो बनाउनु। हजुरहरूलाई बाहिर देखाइदिन्छु नि त, नि कस्तो छ बाहिर बाहिर देखाइदिन्छु। पानी परिरहेको छ। कस्तो भुत्ने जस्तो देखिरहेको मलाई चाहिँ, तर ठिकै छ यतिको। हुँदैन, सुतेर उठेको डबल सुतेको। म त अघि बिहानै उठेको। म बिहानै उठेको, म फर्स्ट बिहानै उठेको। अनि त्यही भएर म बहिनीहरूसँग हिउकेमा बोलेँ, अनि ऊ सुतिरहनु भएको थियो। अनि फेरि मलाई निन्दा लाग्यो, अनि फेरि म सुतेँ। यो चिकनको छालाहरू खाने अलिअलि म चिकनको छालाहरू अब के गर्छ लामो बाहिरबाट देखाइदिन्छ हल्का, किनकि मेरो लक्की बाहिर छ। हेर्नुलाई बाहिर, वा यहाँ हेर्नु होला मेरो लक्की यहाँ छ, मेरो साथी। पानी पनि परिरह, यहाँको होइन के हो लक्की यहाँ आएर। हाम्रो लक्की यो चाहिँ बाबाको लागि, किनकि पोर्क खानुहुन्न बाबाले, चिकन खाइसक्नु भएको छ मेरो बुढाले। अब उसले धुनु जाँदैछ। तपाईँको पोर्क कस्तो हुँदैछ? गन्दा त मिठो आएको छैन। मैले सुनेको छोरा मान्छेले पकाएको मिठै हुन्छ भन्थे। अस्ति पकाएको मिठो छैन। अस्ति चिकन मिठो लाग्यो, पोर्क चाख्न मन लाग्यो। किनकि चिकन अहिले बाबाले खानुहुन्छ। हाम्रो पोर्क कस्तो हुँदैछ यता आउनु त। पोर्कमा चाहिँ साथी हो, यो सागको निम्ति समारेको। पोर्क तर साग मिठो हुन्छ भनेको सुन्थेँ। मैले चाहिँ यसरी पकाउनु थालेको अनि चिकन म के गर्छु भने अहिले अहिले पकाएपछि ल त्यो के हो भनिदिनु। चिकन पाउडर भनेको यसलाई म हल्का मिसाउँछु यहाँ अगाडि नै, मेरो तरिकाले। यो चाहिँ हामी हातले ओजन गरेर हाल्छु, कति पुग्छ त्यसमा टेस्ट आउँछ नि त। हामी यो मसला पनि हाल्छौँ हल्का। कहिले के मसला हाल्छ, मसलाले मिट मसला अनि म यसलाई हल्का मिसाइन्छु। म चाहिँ यसरी पकाउँछु है चिकनहरू मासुहरू। त्यो पोल्नु आँटेको छ क्या, त्यो बारबेक्यु गर्ने तर म यहाँ कुक गर्छु। अनि रातो हल्का दालिदिन्छु। त्यस के हो यो रङ चिल्ली पाउडर चिल्ली पाउडर हो। चिल्ली पाउडर होइन खै पनि त अनि जे ल्याउँछ त्यही हालिदिन्छु म त। रङ खोर्सानी अनि यसलाई यसो गर्छु म। अनि यो पनि हालिदिन्छु, यसको पनि गन्ध आउँछ नि त। यो चाहिँ जिरा कुटेको अलिअलि हालिदिन्छु, जिरा पाउडर अलिअलि हालेँ त्यही गरिदिन्छु। अनि हल्का मात्रै किनभने अहिले पकाउँदा नै हाल्नुपर्छ नि त। यो चाहिँ नुन हाल्नु भयो। हल्का अनि यसलाई भइसक्यो। मजाले मोल्यो भने मिठो हुन्छ। मजाले मजाले भित्र पस्नु दिनु यसको। युके राम्रो क्यानाडा राम्रो छ अलिक। अब आफ्नो फ्यामिली युकेमा छ, अब युके राम्रो लाग्छ हो। अनि म होइन तिम्रो फ्यामिली। अब तपाईँ मेरो बुढा हो। ए अब साग धुनु जानु आँट्नुभएको?
साग दिनुपर्छ होला। ओके त्यो अस्तिदेखि ओइलाइसकेको छ क्या, ल्याएर पकाउनै पाउने हो। जाँगारिलो भए चाहिँ यही हो। के पकाउनु भोलि बुढा, के पकाउनु भन्छ, सोधिरहन्छ नि मलाई। अब म यसलाई धुन्छु, सागलाई धोएर मजाले धोएर लगाएर राख्छु। ओइलिसकेको छ क्या यो साग,तिर खाने बेलामा अब साग हालिदिन्छु ल। यति खाएँ चिकनमा पनि चाहिन्छ नि। म त त्यो पिस पिस पार्दै पो पुरो मात्र हाल्छु माथिबाट। अनि लामो लामो हालेको राम्रो, टुक्रे टुक्रे के बिलिन्छ क्या यस्तो साग त। सकेर माथिबाट चट्टक्क छोडिदिन्छु होइन। छोडेपछि अलिक यो झोल सुकेपछि अनि मजाले हेर्नुपर्छ कि त्यहाँदेखि चाहिँ सट्टै चलाएर तुर्लुङ्ग पानी हालिदिनु पर्छ। आज चामल दिइरहनु भएको मेरो बुढाले, किनकि आज हामी अलिक 1 2 3 4 5 6 जना हुन्छौँ। 6 जना 6 जना को को छ? 5 जना। लक्कीसँग 6 जना। अब लक्कीले एउटा खान्छ यसको। यो चाहिँ मैले युकेबाट किनेको, कहिले छोड्दैन, जहिले पनि लगाएको छ, यही लगाउँछ छ्या। अनि बुढीले दिएको बुढीले किनेको लगाइ त राख्नु पर्छ, लाएन अनि मन दुखाउँछ। लगाइरहनु पर्दैन, यो पनि हो भन्ने नि त। यो र एउटा कालो छ कि, त्यो चाहिँ कहिले छोड्दैन है छ्या। ह्यान्डसम देख्छ नि त। त्यसले सँगसँगै अनि त्यही भएर लगाइराख्नु। धुँदिन पनि होइन, धुनु चाहिँ धुन्छ, तर ढाँटेको भनिदिनु कसरी नाप्नु। अम्लीले नाप्छु कति गर्नुपर्छ अम्ली? अम्ली देखाउनु नि। यतिसम्म गर्छु। त्यसले पाक्छ जस्तो लाग्छ, पाकिरहेको छ अहिलेसम्म है। म चाहिँ प्लक लगायो, तर प्लक लगाएपछि म तपाईँलाई भन्छु यो चाहिँ यता पार्नुपर्छ, आमा नि त्यसै भने किनकि यस्तो बिग्रिन्छ नि त। यस्तो भयो ल। अहिले साग हेरौँ। म चाहिँ ढिलो पकाउँछु अनि मेरो बुढा चाहिँ छिटो छिटो पकाइहाल्छ। दुईजना चाहिँ यहाँ लक्कीलाई छेक्दै बसिदियो। बाहिर गएको थियो, बाहिर गएको थियो, कस्तो गन्ध भएर आएछ, भिजेर गन्ध भएछ हो। छिपछिप पानी हाल्छु सुके होइन, अब यो मजाले सुकेको छ। हुँदा त हुन्छ कि भोलि दिनु छिपछिपे झोल हालेको मिठो हुन्छ। झोल हालेको राम्रो हुन्छ। खै यो धनियाँ अलिक मजाले बोल्नु नि, अलिक सानो बोल्नु। कस्तो निन्द्रा आउनु थाल्यो। म त अलिक छिट्टो उठेको त के हो निन्द्रा। अब छिट्टो अरे, 2 खेप सुतेर उठिरहेको छिट्टो अरे। बिहान 9 बजी बिउजे थियो कि, अँ राति सुत्ने बानी छ नि त। बिहान राति सुत्ने अरे, राति काम गर्ने बानी छ भन्नु नि। राति काम गर्ने बानी छ। उसले चाहिँ खालि यसरी हाल्छ है, चुडेर हाल्छ है, म त किसपिस पाउँदैन, मलाई मनै पर्दैन। खालि चुडेर यसरी हाल्छ। यसो यसो नगर्ने रे, छिछि भनेको अरे यसो। ए हो र, भात खाइसकेर हामी यसो यसो गर्छ नि, अनि सब्जी हाल केही हाल्यो यसो यसो गर्छ, छि छि भनेको अरे क्या। नगर्नु भन्छ तर गरिहाल्नु। यो धनियाँ अहिले राख्छ, अहिले सिमरा। अहिले फेरि चिकनलाई चाहिन्छ। अहिले पार्ने भन्दा नि भयो। भयो कति चलाएको। भयो पाक्यो। पाक्यो हाम्रो पोक्सी पाकेको अवस्था। मेरो बुढा चिकन पकाउन आँटेको, करे खोज्दैछ। करे देख्दैन करे खोज्नु। म त अहिले अलिक नयाँ हो, मलाई चाहिँ थाहा छैन, उसलाई चाहिँ थाहा हुनु पर्ने। खै खोजेको चाहिँ कसरी करे खै यता आउनु म झिकिदिन्छु। होला होइन होइन, करे छ यता आउनु नि म झिकिदिन्छु। तपाईँ
यत्रो छ त अनि ल छ कहाँबाट ठुलो यो कम्पेयर यो आएको भन्दा ठुलो हो नि त ओके ल म यो खै अलि सुक्यो होला मजाले अब त्यो उचाल्ने बेला भयो यता राख्छ न यो परे तातो हुँदैन यसको यो हुँदैन भेट बेड त हुँदैन नि त समात्नु चाहिँ अब हामी अब चाहिँ मेरो बुढाले चिकन पकाउनु आँटेको अवस्था तातो हुँदैन अहिले कस्तो डराएको छेर्दा छ यत्रो पकाइराख होइन गर्मी पनि हुनु पर्ने नि त्यो ज्याकेट खोल्दैन त कहिले पनि तिम्रो गन्ध यहाँ बसिरहेछ नि त त्यही भएर तर मेरो बुढा चाहिँ सफा सुग्घर छ है अलिकति सफा गरिहाल्छ अलिकति मैला देख्यो भने उयो पुछिहाल्छ यो आमा मलाई काम गर्दै पुस्नु मन लाग्छ काम गरेर उयो लाग्छ म चाहिँ तातिनु दिन्न कराई तेल हालिहाल्छु तेललाई पनि खरिनु दिँदैन हालिहाल्छ यो मसला कति हाल्ने तेल हालेको अवस्था आफै भन्दै हाल्नु है आफै भन्दै हाल्नु है माथि प्याज खोर्सानी लो खरिदिन यसरी बनाउँछ होइन अनि आमाले पनि मन पराउँदैन यो चिकनहरू पकाएको नखरिकन आउँछ भन्दा अघि अघि पर्काउने मसला हाल्नु भने अहिले भर्खर हालेर चाहिँ कोही बेला बिर्सिनु त आउँछ कस्तो उल्टा हो हर्दी नहालिकन मसला हालेर जिरा के अरे रङ खोर्सानी हाल्यो आज जसरी पकाउने टर्मरिक पाउडर चिल्ली पाउडर ओनियन अब चाहिँ हाल्दैछ अदुवा लसुनको पेस्ट गार्लिक एन्ड जिन्जर अघि मोलिसकेको मासु हाल्नु पर्छ उठा न पछि Keep going. हमारा कुकिङ अघि मल्नु भएको थियो त्यही मरेको हाल्नु भएन अब चाहिँ के हाल्नु अब नुन अलिकति बाबालाई झोल हाल्यो क्या बाबाले चाहिँ झोलमा सिद्धै होला अनि फेरि यो डबल फेरि आएको मिट मसला यो लोमा बाँडेको कत्रो राख आउँछ लो भनेको त्यो मिडियम लो यो चाहिँ धनियाँ जिराको कुटेको सघाउने म समाइदिन्छु भयो यो कराईमा डढ्छ कि अब छिटै खै कस्तो करे हो छिटो डढिहाल्यो पानी हाल्ने पानी हालिहाल्छु अलिकति मात्रै हेर्न हाल्नु किनकि भित्र डढेको अवस्था छ र त्यही भएर पानी हाल्न यो चाहिँ अस्ति मेरो साथीहरूले दिएको बर्थडे फ्लावर अब चाहिँ एकछिन रेस्ट गर्ने समय हो होइन हो कि होइन
ओके न ओके रेस अनि यो हाम्रो घरको मनी प्लान्ट यसमा चाहिँ धेरै हात छ कसको आमाको र आमाको बाबाले पनि पानी हालेर राम्रो हुन्छ आमा र बाबाले पानी हाल्नु भएको छ यसमा मनी बाबाले प्लान्ट जहिले हाल्नु बिहान बिहान जाने बेला के हो अनि यो हाम्रो हल्का अलिकति दामी खालको फ्लावरहरू छ अलिकति डेकोरेसनहरू बाहिर हिउँ पानीहरू हिउँ पर्छ होइन पानी पर्यो यसो बाहिर जाउँ भनेको भएन क्या पानी पर्यो अलिकति अब अलिकति घरमै मजा गर्नु न बुढाबुढी भनेर अब एउटा चाहिँ खोइ कसलाई हेर्नु भएको छ बाहिर यतातिर पनि नि साह्रो हिरो देखेको छ्या हो हामी यस्तो हेयर स्टाइल काट्दिन ल नकाट्नु ल साह्रो हिरो देखेको बुढीभन्दा बुढा तरुनी छ त नि ए आम्मामा हेर त म त अनि भर्खर 16 वर्ष लाग्यो अन्डर एज बे गरेको मैले हेर्दै अन्डर एज जस्तो देख्छ है साथीहरू हेर टोपी लगाइदिनु टोपी लाउँदा अलिक सुहाउँदैन सुहाउँदैन टोपी लाउँदा सुहाउनै पर्छ नसुहाउँदा हुन्छ त बे गरिसकेको छु ल साथी हो अब चाहिँ हामी अब चिकन पाएपछि देखाउँछु किनकि चिकन प्रोसेस हुँदैछ हाम्रो अहिले एकछिनमा भेट्नु पर्छ है साथी हो धेरै माया अब चाहिँ मेरो बुढाले चिकनमा टमाटर हालेको अवस्था खै कसरी हाल्छ हौ के गरेर काट्छ स्टारले गर्छ मेरो बुढाले यसमा अचानक राखेर काटिरहनु छ लाग्छ मलाई खोर्सानी पनि स्टारले हालिदिन्छ क्या अल्छी पाराले पकाए जस्तो भइरहेछ है म त कहाँ अल्छी लागिरहेछ आज सब्जी पकाउँदा कस्तो फिल भइरहेको हेर जहिले अनि बुढीहरूले पकाउँदाखेरि चाहिँ बोरिङ हुँदैन बुढीहरूलाई चाहिँ कोही बेला बुढाले पनि पकाउँछ बुढीहरूलाई टाइम दिनुभयो टमाटर हालेको अवस्था अब धन्दा गर्न हालेको जस्तो खायो मेरो बुढाले साग चाहिँ कतिखेर हाल्ने नि भिडियो बनाउने हो सब्जी पकाएर नास्ता पनि गर्दैछ खतरा गर्छ नि जे बुढा छिपाएकै हो बुढा त पाएकै हो अनि यहाँ हाम्रो लक्कीजी हुनुहुन्छ पानी खाइरहनु भएको छ कस्तो दिन कत्रो मोटो छ होइन लक्की भन्दाखेरि चित्र चाहन्छ अनि म चाहिँ यहाँ भिडियो बनाएको यो बाहिरको वेदरको उयसले र कलरले यो लुगाको तपाईँको कलरले दामी देखिरहेको ल अब चाहिँ हामीले सबै पकाइसक्न आँट्यौँ डन हुन आइसक्यौँ अब चाहिँ मेरो बुढाले साग ल्याउँदैछ त्यहाँदेखि अब साग हाल्नु कार्यक्रममा चल्दैछ पानी सुकेको छैन साग हाल्नु आँटिराखेको तपाईँ पानी नसकिकन साग हालिदिनु आँट्नु हो त्यो बालीबाट हाल्दा पानी सुक्छ नि त ओके आमा हो हेर त यसरी बुढीलाई निचार भने कस्तो हुन्छ बुढी त काचक कुचक भएर जान्छ होला त नि बुढीले मलाई निचार्छ खानु मैले निचार राम्रो पर्दैन मेरो बुढी मभन्दा लम्बो छ छैन है लम्बो हावा मात्रै पोल्छ काम छैन यो कुखुराको चाहिँ अलिक धेरै साग दामी बनाउँछ नि हो दामी बनाउँछ
उहाँजीले चमेली चमेली पारीमा चमेली नयाँ गाना हो यो एक लिम्बू चमेली चमेली तिमी छौ मेरो मनभरि। दिस इज अ भाइरल गाना अहिलेको नयाँ। अलिकति नयाँ गाना नाम चाहिँ थाहा छैन, लिम्बोजी भन्छ चमेली खै। चमेली गायकरको नाम के हो अरे? चमेली सबै गायकरको नाम हो? ए लिम्बू लिम्बू के? एक लिम्बू र एक देख लिम्बू। साथहरू नाच्छ मात्रै गइहाल्छ कि अनि यसमा यो अनि ग्याम साग माथिबाट हाल्दैछु अनि यो सुकेपछि पाक्छ अनि त्यसमा ठ्याक ठ्याक हालिदिनुपर्छ त्यहाँदेखि उम्रिएपछि पाक्छ। ओके, त्यसो भए अहिलेको लागि अनि बाबाको लागि रेडी। हाम्रो पोर नि यहाँ छ हाम्रो हाम्रो पोर पोर्क कहाँ छ? पोर्क हो ग्रेभी टाइपको पकायो नि यस्तो हो उहाँजीले पकाउनु भएको। बेला बेला मिठो पकाउँछ अरू बेला पकाउँदैन अहँ। के लाग्यो यार जिन्दगी अल्छी छ त अल्छी छ? यस्तो धेरै सुतेर हो कि के अब मेरो सब्जी कपाल बनाउँदैछु। मेरो सब्जी सुके चिकन र साग तपाईँलाई हल्का सिमसिमे पानीमा हालेर सुके अनि अब यसलाई हल्का चलाइदिन्छु। ग्यास हल्का चलाएर अहिले यति मिनटपछि थाल्छ तातो पानी हाल्थ्यो नि त ल यो मुम्लेपछि पाक्छ अनि सनक सिनिक सफा गरिन्छ। त्यहाँदेखि पानी पानी भरिदिउँ के गरेको हौ अल्छी भयो बोर लाग्यो मलाई निन्द्रा लागिरहेको छ अल्छी लाग्यो। यो भात सब्जी पकाएर धन्दा सन्दा गरेर जाउँ एकछिन ड्राइभमा ल। ए त्यो के किन्नु छ भने चाहिँ नि स्टोर जानुपर्छ। वेकअप वेकअप मेरो कफी सेलिसक्यो होला घुटु घुटु बुढाले पकाएको कस्तो लागिरहेछ? निन्द्रा लागिरहेछ जस्तो देख्छ त हो र। वेदरै बोरिङ छ नि त नि बाहिर अल्छी लाग्दैछ पानी परिरहेछ कहाँ जानु। ठिकै छ यो हप्ता यस्तै भयो अर्को हप्ता हल्का घाम होला जानुपर्छ। दामी दिएछ ग्यासहरू चाख्ने हो छेउमा हुनु चखाइदिँदै पाक्यो ल पाक्यो। अब म यसलाई यतिकै गर्दाखेरि यसलाई अफ गरिदियो भने मैले धेरै मार्छु। मलाई यहाँ सनाक्सिनी गर्दै गर्नु मन लाग्छ क्या खालि गर्दाखेरि भरे कम्ती सनाक्सिनी गर्नु पर्छ नि त। राखिदिन्छु अनि मेरो सब्जी पाक्छ बाबाको लागि सब्जी रेडी। जाऊ जाऊ रेडी हुँदै गर भन्नाले अब यहाँ खोइ सुने क्यामेरा फर्काउँ ल।